बिरामीन बिचरा उपचार भइरहेको रहेछ। जातिको महान जातिनी यहाँ रहेछ। এই নিচের ওই পার্কিং এর এখানে দেখি मामा कागज कुन पार्कको के पर्यो त बनझापी पार्क ए बनझापी फल्स टुरिस्टको चाहिँ एकदम यो उयो भएको छ ए टुरिस्ट एरिया हजुर पहिला हामी माछा मार्नु गयो हजुर त्यस्तो हुँदैन के थाहा ठुलो उयो छ नि हामी देवी पूजा गर्ने क्या ए ए हजुर माछा मार्छौँ हामी ए अहिले त त्यही रुख पनि जलेर छैन नि हौ ए गएन पो गरेर हुन्छ अहिले स्वागत छ सबैजनालाई। हामी चाहिँ अहिले झाँक्री फल्स सिक्किम स्थित हाम्रो यात्रा जारी छ। हजुर छेमा भिडियो गरिदिन्छु अस्ति गरेको हजुर झाँक्री फल्सतिर लाग्दैछु। एकदमै चिसो र यहाँ पनि पिसफुल एरिया रहेछ। टुरिज्म प्लेसै भनौँ न झाँक्री फल्स। शालिगहरू पनि निकै आकर्षक देख्न सक्छ। यो ढुङ्गा त्यो चट्टान मामा हाम्रो काका दाजुहरू झाँक्री फल्स एरिया जस्तो छ। जामिन हुन्छ हुन्छ झाँक्री फल्स चाहिँ त्यहाँ रहेछ है।
छेमारा काकाले सिक्किममा ल्याउनुभएको छ झाँक्री फल्स। एकचोटि सोफा आयो कि त्यहाँबाट खुट्टै छिरेर चाहिँ आएको त कुन चाहिँ देखेछ त्यो टिकट नआएको नि ल अहिले काट्छु भने कि भुले भुले गयो झर्नामा चाहिँ एउटा भिडियो बनाउनु झन्डामा अहिले बनाउनु वन झाँक्री फल्स भन्दा रहेछ होइन ड्राइभर जस्तो लागेको थियो त्यो पहिलाको रोशन हो कि ल चाहिँ हामी झाँक्री फल्स नजिक जाने अवस्थामा छ। भिडियो झाँक्री फल्स मलाई यो सिक्किम गान्तोकको एउटा गुफा रहेछ झाँक्री फल्स भन्ने ठाउँ रहेछ। अनि पहिले यहाँनिर वन झाँक्री बस्थ्यो अरे, त्यही भएर झाँक्री फल्स भनेर नाम राखेको रहेछ। म धरान नेपाल धरानबाट आएको। यहाँ हर्का साम्पाङ धरानको हर्का साम्पाङको जस्तै सबै पार्कहरू बनाउनु भएको रहेछ। र हेर्नुहोस् न यो वन झाँक्री उहिले यहाँ वन झाँक्री बस्नुहुन्थ्यो अरे। हेर्नु यहाँ वन झाँक्रीले बेचिदिएको हेर्नुहोस् सबैले यहाँ दिँदो रहेछ। हेर्नु माथि वन झाँक्रीको ढ्याङ्ग्रा पनि रहेछ। मलाई असाध्यै यहाँ राम्रो लाग्यो, रमाइलो लाग्यो। ल धन्यवाद। यता गान्तोकमा मेरो सालीहरू भाइ बहिनीहरूसँग घुम्नु आएको, उहाँहरूको घरमा बसेर एकदम रमाइलो रहेछ। हेर्नुहोस् गुफा, हेर्नुहोस् यहाँ गुफा रहेछ। वन झाँक्री बस्ने ठाउँ यता गुफा रहेछ। पहिले गुफामा यता वन झाँक्री बस्नु भएको रहेछ। त्यही भएर झाँक्री फल्स भनेर एउटा पार्क बनाएको रहेछ। रमाइलो ठाउँ रहेछ। उता हेरौँ झरना रहेछ, उता झरना रहेछ। हरेक यहाँ रमाइलो रहेछ। ठाउँ बाहिर सबै टुरमा आउने टुरिस्टहरू आउने रहेछ। असाध्य रमाइलो रहेछ। ल सबैजना एकचोटि आउनु पर्ने हुन्छ। सबैजना यहाँ आउँदा रमाइलो रहेछ। यो गान्तोकको झाँक्री फल्स भन्ने एउटा रमाइलो गुफा रहेछ। मलाई एकदम राम्रो लाग्यो। हजुरहरू पनि आउनुहोस्। ल धन्यवाद। सिक्किम गान्तोक स्थित चाहिँ झाँक्री फल्समा चाहिँ हामी देख्न सक्छौँ। झाँक्री फल्स एकदम पर्यटकलाई आकर्षण गर्ने चाहिँ रक क्लाइम्बिङ गर्ने यहाँ चाहिँ सुविधा र व्यवस्था गरिएको रहेछ। देख्नुहुन्छ यो पनि वाह। झाँक्री फल्स यहाँदेखि आउँछ।
इन्ट्रेस्टिङ यहाँबाट भन्नु हो हेर्नुहोस् सबै पर्यटक दाजुभाइ यहाँ आउनुहोस् रमाइलो रहेछ एकदम रमाइलो रहेछ सिक्किमको गान्तोक मनुदा धरानबाट नेपालको धरानबाट यहाँसम्म यो हेर्नुलाई आइपुगेको छु यता हाम्रो भाइ बहिनीहरू साला सालीहरू हुनुहुन्छ उहाँकोमा आउँदाखेरि घुम्नु आएको भाइ बहिनीहरू हाम्रो साला सालीहरू हाम्रो परिवार सबै यता झाँक्री बसको झरना हेर्नु आएको सबै आउनुहोस् धन्यवाद महान झाँक्री यहाँ रहेछ हेर्नुहोस् महान झाँक्री ढ्याङ्ग्रो बजाएर हेर्नु नि कति रमाइलो रहेछ सबै ऊहरू आउनुहोस् हेर्नुहोस् एकदम रमाइलो रहेछ वाह मास्क पनि कडा छ त हो पनि भनौँ न एउटा झरना त छँदैछ त्यही पनि सब सम्पन्न सुविधा सम्पन्न प्लेस चाहिँ झाँक्री फल्समा देखिन सक्यो पाइडल चाल्ने हो पाइडल चाल्नु चाहिँ ल अब हामी आउनु आउनु आइहाल्छ हौ पाइडलमा चाल्ने हो पाइडलमा चाल्ने पाइडल खुट्टाले मामा आउनु आउनु मै पनि आउनु नाउँमा अवलोकन गरिँदैछ रातो गाडीमा रातो नाउँमा सिक्किम गान्तोकको कति रमाइलो रहेछ यो गान्तोकको झाँक्री पर्यटन क्षेत्र रहेछ मलाई एकदम रमाइलो लाग्दैछ कालिम्पोङको सानो भाइ अनि मेरो फ्यामिली सबै रमाइलो भइरहेछ आफै ड्राइभर पनि गरिदिनु ल अलराइट हामी चाहिँ अहिले बोटिङ पनि पछाडि झाँक्री फल्स देखिसक्नु झाँक्री फल्स बोटिङमा पनि हामी बोटिङ गरेर अहिले चाहिँ बाहिर जमिनमै छु ल हामी अब झाँक्री फल्सको यो जुन घुमाइ चाहिँ अब बसाइ सकिसकेको छ अब मार्की भन्ने ठाउँ थियो हाम्रो यात्रा हुनेछ पक्कै पनि छेमा र काकाहरूले चाहिँ हामीलाई यसरी सिक्किममा आएर चाहिँ सिक्किम एरिया चाहिँ मस्त घुमाइसक्नु भएछ उयो मामा यो सब गान्तोक बजार होइन कि हामी ल अब झाँक्री फल्सबाट चाहिँ छुटेर फेरि माङ्किम भन्ने हजुर माङ्किमतर्फको यात्रा सुरु भइसकेको छ काकाले हामीलाई काका माङ्किम भन्ने ठाउँ अब हजुर
अब यहाँ कोलकाता छ अब झाँक्री डाँडा झाँक्री फल्सदेखि चाहिँ हामी सरी झाँक्री फल्सदेखि चाहिँ अब हामी माङ्कम स्थानमा आइसकेको छ। अब हाम्रो प्रवेशद्वार टिकट काउन्टरबाट पनि टिकट खरिद भइसकेको छ। झाडा से भन्ने माङखिम भनेको के रहेछ मामखिम खिम भनेको चाहिँ खिम होइन अब माङखिम भनेको माङ भनेको चाहिँ हाम्रो पुलुङ भाषा खिम त सबैको मिल्छ मामखिम भन्छ अब यहाँनिर चाहिँ वनसभा कुरा बराबर छ राई मन्दिर त्यही हो राङ्का त्यो दृश्य चाहिँ जुन सहर गान्तोक सिक्किम रहेको छ है। माङखिम अनि प्रवेशद्वार सेवा पुर्खा सेवा त्यो स्वागत गरिदिन्छ हामीलाई चाहिँ सेवा पनि सेवाको भइसकेको छ। अब हामी प्रवेशद्वारमा हामीलाई स्वागत गरिसक्नु भएको छ। कति राम्रो नि कलर पनि चिन्हहरू थिए राङखिममा आइपुग्यो है सिक्किम गान्तोकको राङखिम माङखिम कि राङखिम माङखिममा स्वागत छ सबैजनालाई। छेमा मम्मी र माङखिममा हामी फेरि पनि हजुरहरूलाई भेट्यौँ त होइन तपाईँहरूलाई माङखिममा चाहिँ किराँत सभ्यता केही इतिहास हुनसक्छ है जुन चाहिँ यसरी जोगाएर हुन्छ नि सम्पदालाई चाहिँ के हुनसक्छ इतिहास यो माङखिम भन्ने जग्गा चाहिँ सुविधा सम्पन्न तरिकाले चाहिँ ठुलो भवन नै निर्माण गरेर यलम्बर राजाको चाहिँ शालिग देख्न सक्छौँ। किराँती सभ्यतामा चाहिँ यो सिकार खेल्ने बँदेललाई चाहिँ यसरी सिकार खेल्ने हाम्रो जुजुबाजुको हो यो बनेल
बनसुङगुर मार्नु लागेको यो लुकेर हेरेको बुझेन देवन राईले बनाएको रहेछ है यसको नाको होइन तँलाई देखाउनु बिनायो के भन्ने बिनायो मुभीको जस्तै बनाएको थियो माथि बनाउँदै रहेछ त्यहाँ लडाइँ पठाएर पोखाइदिएछ झुलै खाँदैन ऊ बिमारी भएर के पत्ताहरू लाउँदैछ हजुर एउटा मुभी पनि बनाउनु त्यस्तै खालको बनाएको छ के सभ्यता चाहिँ यसरी चाहिँ चराको शिकारबाट चाहिँ पोल्दैछ आफ्नो फेङ्गा के भन्ने यो चाहिँ फेङ्गा बनाएको होला नि त्यो त सालपाई दुरुस्त सालको पकडी जस्तो भयो दुरुस्तै छिर्किरहेको अनि माथि सिधो चाउनु जस्तो सालपा पकडी जस्तो भेनाको पुगेको है सालको पोखरी त्यही बाटो त्यही हो अनि त्यही यताबाट पनि दाममा गइरहेछ नि ए सालको पोखरी हजुर तर हामीले पुगेको मान्छेसँग भेटघाट भयो नि त हामी नगएको नि हाम्रो दोकानको नाम पनि राम्रो किराना पैसा भनेर दामी कलर के पढिस यस्तो हान्ने ल हाम्रो चण्डी नाच नाच्नु हुँदैछ यता पेन्टिङ कार्य भइरहेको रहेछ है पछाडि देखिएको चाहिँ गान्तोक बजार गरेको हुन्छ दामी हो भेना हाम्रो रोशन कताको भिडियो बनाउनु हो भेनाको सक्यो नि भेनाको भिडियो
चण्डी नाच पनि देखिसक्नु भयो चण्डी नाच माङखिम स्थित त्यो टप फ्लोर मामखिम वाबम पनि हाम्रो सबैको भाषा मिल्छ यता हाम्रो ओरिजिनल किराती युनिफर्म देख्न सक्यो धरान कुन जग्गा कहाँबाट धरान कुन जग्गा कुन जग्गा 17 ए रेलवे तल चतरा परेन नि त रेलवे त ती पर हो नि त पटनाडी हो हजुर हामी पनि छ हजुरको अबतिर हाम्रो थिम रहेछ होइन पर्यटन अब बनाउनु भएर चाहिँ राम्रो लाग्यो घुम्ने के थरी तपाईँहरू कुलुङ राई हजुर तपाईँले मलाई चिन्नुभएको चिनेन चिन्छु हो ठिक छ हजुर हजुर चाहिँ के थरी भन्नुभयो म दुङमाली यसै घुम्दै तर धरानतिर पनि यसको चर्चा छ एकदम छ है एकदम रहेछ हजुर हामीलाई पनि अब मन यसपालिदेखि साह्रै राम्रो लाग्यो मन फेरि कुनै साथीहरू आउने छ भने मन लिएर आउनु पऱ्यो भनेर यहाँ ठिक छ मनमा सोचिरहेको ठिक छ हाम्रो एउटा अहिले दुःख के भइरहेछ भन्दाखेरि गाइड छैन कि हजुर तपाईँहरूले बुझ्नु होला यो साल्पा हो यो सिलेचुङ हो हजुर रहेछ यो सुम्निमा हो पारुवाङ अहिले धरानमा बनिने जो रोजनले बनाउनु हुँदैछ हजुर पहिला उहाँले बनाउनु भएको यहाँ म चाहिँ यहाँको अध्यक्ष ए यो हजुर माङखिमको अध्यक्ष अनि यो लुङको तपाईँहरूलाई सबैले यो किताब त्यसो यो खासमा तपाईँहरूलाई सबै बुझाउनुहुन्छ एउटा राम्रो हुन्थ्यो म चाहिँ अलिकति यहाँ सानो एउटा इन्टरभ्यू सुटिङ हुँदैछ कि भनेको त्यसमा व्यस्त छु तपाईँहरू आउनुभएछ घुम्नु होला पल्लोपट्टि क्वालुङ पनि छ नाकको पल्लोपट्टि चाहिँ क्वालुङ हो र तपाईँको यसमा चाहिँ के छ भन्दाखेरि हामी राई किराँतीहरूको जम्मै कुराहरू चाहिँ यहाँनिर समावेश गरेको छौँ मतलब साल्पा सिलिचोङ है त्यहाँदेखि क्वालुङ भयो त्यहाँदेखि तयाचुङ जयाचुङ पनि बनाउनु खोज्दैछौँ त्यस्तै छ हुन्छ हवस् सर हुन्छ ल हुन्छ हाम्रो सिलुचोङ यहाँ सिलुचोङ रहेछ होइन सिलुचोङ रहेछ हाम्रो साल्पा पोखरी उता रहेछ यो चाहिँ आर्टबाट हुन्छ नि साल्पा सिलिचुङ देखाउन खोजेको रहेछ अहिले यहाँ पानी रहेछ नि साल्पा पोखरी हो ए छ रहेछ साल्पा पोखरी हो यो रहेछ गर्नुभएको सिक्किमको ठाउँमा पनि यस्तो हाम्रो किराँत समुदायहरूले यो खालको हाम्रो किराँत सबै समेटेर एउटा यस्तो राम्रो बनाउनु भएको शिला रहेछ यहाँ पनि हाम्रो धरानमा पनि अब हाम्रो मेरा चम्पाङले यस्तै अब बनाउनु लागेको छ भिडियो हेर्नु त मलाई गरिब गरी भन्छ है ओराको लुगा लगाएको छ भनेर यो चाहिँ एकदम प्योर सिस्नु हो नि त हातबाटबाट ल्याएर तपाईँ सोलु कुन जग्गाबाट सोलु हाम्रो माने सोलु बजारदेखि फोपा उहाँले चियर हेर्दै हुन्छ है माङखिमबाट पाहुना हेर्दै हुन्छ फोपा ममाले टारबाट चाहिँ राई जातिले मनाइने साकेवा चाड दुई चार जानकारी दिन लागिरहेको छु र अब यो वैशाख महिनामा र मङ्सिर महिनामा राई जातिले विशेष साकेवा मनाउँछौँ वैशाख महिनामा मनाउने
साकेवालाई उभौली भनिन्छ भने मङ्सिरमा मनाउने साकेवालाई उभौली भनिन्छ। र वैशाख महिनामा जब हाम्रा पूर्वजहरू खेती किसान गर्ने थिए र उहाँहरू चाहिँ बारीमा जान अगाडि चाहिँ आफ्नो यो जति पनि औजारहरू काँटा कोदालो हँसियाहरूलाई चाहिँ पूजा गरेर जान्थे। यसको अर्थ चाहिँ के छ भन्दाखेरि काँटा कोदालो यो हँसियाहरूले पनि बारीमा जाँदाखेरि चलाउँदाखेरि आफ्नो जिउमा चोटपटक नलागोस् भनेर उहाँहरूले यसरी पूजा गर्ने गर्थे। र उहाँहरूले चलाएको औजारबाट पनि कोही त्यहाँ गरेउला हुन्छ कमिला हुन्छ यस नमरोस् भनेर उहाँहरूले पूजा गर्ने गर्थे भने यसरी नै उहाँहरूले अर्को पूजा चाहिँ कसरी गर्छ भन्दाखेरि जब उहाँहरू बारीमा जाँदाखेरि खन्दा काँड्दा या भस्मीहरूतिर आगो लगाउँदाखेरि त्यहाँ भएका सासाना किरा फटेङ्ग्राहरू मर्ने गर्छन् र ती मरेको खण्डमा उहाँहरूले अघिबाट नै आफूलाई क्षमा माग्ने गर्छन् र यो पूजामा त्यो पनि गर्ने गर्छ। यो विधि चाहिँ खासै भनौँ भने चाहिँ यो नक्सुङहरूले गर्ने गर्छ र नक्सुङहरूले त्यसरी पूजा गर्ने गर्छ। र यसरी नक्सुङद्वारा गरिने पूजामा अर्को पूजा कसरी गर्छौँ भन्दाखेरि हामीले प्रकृतिलाई पूजा गर्छौँ। जब हामीले काँडफोड गरेर जब हामी बर बिरुवा छर्छौँ र त्यो बर बिरुवालाई पलाउनुको लागि पानीको जरुरत हुन्छ र यसरी वृक्षदेवलाई भन्छौँ तपाईँहरू वृक्षदेव तपाईँको पढिदिनुहोस् र तपाईँको पानीको कारणले गर्दाखेरि हाम्रो लगाएको यो बर बिरुवाहरू चाहिँ उम्रोस् र फलोस् फुलोस् भनेर उहाँहरूलाई बिन्ती पनि गर्छ। र उहाँलाई अर्को बिन्ती के गर्छ भन्दाखेरि तपाईँहरू चाहिँ प्रकोपसँग तपाईँको जुन चाहिँ वृष्टिको प्रकोप छ यो चाहिँ एकदम सीमित मात्रामा होस्। यदि ज्यादा पानी पऱ्यो भने चाहिँ हाम्रो लगाएको नाली नल थल सबमै बगेर जान्छ या ढलेर जान्छ र सीमित मात्रामा पानी तपाईँ पर्नुपर्छ भनेर हामीले यसरी बिन्ती गर्छौँ भने सूर्यदेवलाई पनि हामी बिन्ती गर्ने गर्छौँ र सूर्यदेवलाई पनि भन्छौँ तपाईँको जुन चाहिँ ताप छ त्यो चाहिँ पृथ्वीमा एकदम सामान्य दिनुहोस्, बेसी ताप नदिनुहोस्। बेसी ताप भयो भने चाहिँ खडेरी पर्छ, खडेरी पऱ्यो भने चाहिँ हाम्रो लगाएको नाली बालीहरू चाहिँ उम्रिँदैन र त्यो सबै खडेरी डढेर जान्छ र हामी भोकै हुन्छौँ भनेर सूर्यदेवलाई पनि यसरी हामीले पुकार्ने गर्छौँ भने वायुदेवलाई पनि हामीले यसरी पूजा गर्छौँ र वायुदेवलाई भन्छौँ कि तपाईँको जब हाम्रो नाली के भन्छ लगाएको बालीहरू उब्रेर आउँछ र फलहरू दिनुहुन्छ त्यति बेला वायुदेवको एकदम प्रकोप चाहिँ बढेर गयो भने सबै बारीहरू ढल्छ त्यो जम्मै र त्यो ढलेपछि त्यो फसलहरू चाहिँ भुइँमा पुग्छ र खानु योग्य हुँदैन। र हामीले यसरी बिन्ती गर्छौँ कि वायुदेवलाई तपाईँको एकदमै सीमित मात्रामा तपाईँको गति राखिदिनुहोस् भनेर यसरी हामीले सूर्यदेव वायुदेव र वरुणदेवलाई यसरी हामीले पूजा पनि गर्ने गर्छौँ। र यसरी पूजा हाम्रो नक्सुङतिर गरिन्छ भने कोही कोही बेला पक्तमीद्वारा पनि गरिन्छ। र यसरी हामीले लगाएको नाली बालीहरू सबै फलिसकेपछि मङ्सिरको महिनामा हाम्रो जब खेतीहरू पाक्छ यो कोदो पाक्छ फापर सबै कुरा पाकेपछि चाहिँ त्यति बेला हामीले चाहिँ अगाडि जो हामीले बल मागेको थियौँ सूर्यदेवलाई वायुदेवलाई वरुणदेवलाई धन्यवाद पनि चढाउने हामीले अगुवाईमा हामीले सिलीहरू पनि गर्ने गर्छौँ। त्यसलाई जुन चाहिँ हामीले चासुङ सिली भन्छ चासुङ सिली भन्छ। चासुङ भनेको चाहिँ हाम्रो एकदम धन सम्पत्तिहरू आओस् है तपाईँको अन्नहरूलाई पनि त्यसले हाम्रो राम्रो होस् भनेर यसरी चासुङ लावा चासुङ सिलीको लागि हामी गर्छौँ। र यो चासुङ सिली गर्दा चाहिँ प्रकृतिलाई खुसी होस् आफू पनि खुसी होस् काम गर्नु जिउलाई ऊर्जावान बनाउने पनि गरेका छौँ। र पहिला चाहिँ यी हामीले जब घर घरमा यो उभौली र उधौली गर्दाखेरि चाहिँ कुखुरा काट्ने चलन पनि थियो। कसैले 5वटा कहिले 7वटा चलन गर्थ्यो। तर अहिले हामीले यो पशु बलि नगरेर चाहिँ अहिले फलफुलले पनि गर्ने हाम्रो एउटा कल्चर आएको छ, रिवाज आएको छ र हामीले पनि सोचेका छौँ अब हामीले कसैको पशु बलिको हत्या गरेर हाम्रो इष्टदेवहरू खुसी हुन्छ भनेर हामीले त्यति मान्यता अहिले छैनौँ। अब यो हुनसक्छ म गलत पनि हुनसक्छ है परपुर्खो कालदेखि आएको यो संस्कृति यसरी हामीले एकैचोटि मर्न पनि सक्दैनौँ। तर कतिले चाहिँ अहिले पशु बलि नगरेर फलफुलले पनि गर्न गरेको छ। र यस विषयमा अर्को कुरा चाहिँ के राख्न चाहन्छु भने यो साकेवा सिल्ली र यो फलफुल चढाउने कहिलेदेखि आयो भन्दाखेरि यसको कथा चाहिँ मित्रसँग उयोसँग जोडिएको छ तायामा क्यामासँग। र हामी कसरी बुझ्छौँ भन्दाखेरि जब यता कुवाले शिकारमा जाँदाखेरि एउटा ढुकुर मारेर ल्याएपछि ढुकुरले त्यहाँभित्र धान मकै कोदो खाएको हुन्छ र त्यो गोरेनमा फ्याँक्दाखेरि चाहिँ पछि पलाएर फेरि त्योबाट अन्नबाली सुरु हुन्छ। र हेसा कुवाले बुझ्छ कि यो त ओहो यो त खानु लायकको हुने रहेछ र अब हामीले पनि यसरी मैले पनि गर्नुपर्छ भनेर उहाँले त्यसलाई फेरि खेतीको एउटा उहाँले सुरुवात गर्नुभयो। र हामी यसरी बुझ्छौँ कि हेसा कुवाले यो पृथ्वीमा खेती किसानको प्रविधि ल्याएको र उहाँले प्रथम यो कृषि हुनुहुन्छ भनेर हामी यसरी बुझ्ने गरेका छौँ। र यसको मिथकहरू लामो छ।
ल गान्तोक सर फेरि पनि टप फ्लोर जुन चाहिँ झाँक्री बस्ने वासदेखि चाहिँ हामी भिडियो कैद गरिरहेछौँ। पुलाउनुभन्दा नानी अगाडि बसेर उखाल्दै नाचेको त्यसको सट्टामा चाहिँ अहिले हालेर कुखुराले भोक दिन्छ नि अनि त्यो इच्छा लाग्नेले त्यो खान्छ नभए त्यो त्यसको सट्टामा भनेर कसैले खाँदैन। त्यो नानीको सट्टामा चाहिँ कुखुराले भोक दिन्छ। हामी मामखिम पनि अवलोकन गरिसक्यो र लगभग हाम्रो यात्रा नजिक हुँदैछ। फेरि नेपाल आफ्नै घर फर्किने। बाहिर जानु हुने राम्रो लाग्यो म त राम्रो छ नि जाँदा गाउँघरमा प्रयोग हुने सामग्रीहरू चाहिँ यसरी म्युजियम सङ्ग्रहालय चाहिँ लोप नहोस् भनेर चाहिँ आउने पुस्तालाई चाहिँ हलो जुवा हलो अनि अर्को दाते यो हलो दातेको चाहिँ यो चाहिँ माटो हो के गर्ने डल्ला फुटाउने थियो रिलोसो भन्ने चाहिँ भन्छ। यो चाहिँ हलो, यो चाहिँ फ्यौरी, यो जुवा, यो पन्ध्रोली, यो चचारो, जुवा चर्खा, यो हाँसो, उयो भन्छ यो हतासो गुन्द्री बुने यहाँ छ नि गुन्द्री यो यस्तो परेर बनाएर त्यस्तो तान हाल्छ गोली बनाएर यसो बिचमा चाहिँ हिर्काउने मिसिनले चाहिँ हिर्काउँछ यति चाहिँ ठेलेर चाहिँ बनाउने मेन हतियार टाइट गर्ने ट्राई गर्ने यो पिँढा यो चाहिँ बस्नुलाई यो चौरी गज यो चाहिँ धामीहरूले प्रयोग गर्ने यो रक्सी पार्ने यो चाहिँ यो रक्सी पार्ने तामाको पाडा चाहिँ हजुर चित्र हामी त के पो भन्थ्यौँ यसलाई घुम्ने घुम्ने भन्थ्यौँ हजुर गाउँघरमा प्रयोग हुने सामग्री
यो कठुवा प्रयोग गरेर चाहिँ आइस एकदमै सुरक्षित तरिकाले चाहिँ यसमा रक्सी लगाएर खानु पहिला अब बाँड्छ नि त यो राडी पछाउने यस्तैहरू बिना मसँग सबै राईकै गर्व हजुरी कुरा छ यो खुवाउँदैन नि कस्तो मोटा पहिला पुरानो रहेछ त्यसबाट पछाडि यो पुरानो हो त्यो थाल्नु पुरानो वाइन खाँदै जल्दी होइन वाइन त खाँदैन होला घर खाना है चाँदीको सुनको त ओरिजिनल होइन होला है सुनको होइन होइन होला हजुर चेप्टे सुन हाफ मुन खुर्पा ए हाफ मुन हेल्थ डाउन गराउनु खुर्मी तर लगाउने मान्छे त्यस्तो त्यस्तो यो चाहिँ मानाहरू रहेछ पहिला पाती माना मानाले पाती ए यो माना यो चाहिँ पाथी ठुलो चाहिँ पाथी नाम यो के गर्छ यो चाहिँ यो चाहिँ थाहा भएन मैले पनि देखेको छरिलिङ्ग यो पहिला यो चाहिँ मलाई मेजरमेन्ट ल अब हामी यति नै म्युजियम हेऱ्यौँ म्युजियम लाइब्रेरी किराँती सभ्यताहरू चाहिँ सुरक्षित तरिकाले लाइब्रेरीमा पनि चाहिँ माङखिम्बी भट्टराई मालदाईको त्यो पत्रिलो शरीर 16 सङ्गेहरू फुर्ती बल्दा धुवाँको मुसालले माने डाँडा नाघेको दिन हिजो छ लाग्छ राइट हामी चाहिँ माङखिम पनि अवलोकन गरिसकेर हामी फेरि लाग्दैछौँ आफ्नो गन्तव्य घरसम्म घरकै